हाई साथीहरू, फेरि एउटा आइपिओ खोल्दैछ भोलि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनीको। र यो कम्पनीको बारेमा तपाईँलाई होइन म जानकारी सेयर गर्दैछु। यो कम्पनीले होइन निष्कासन गरिने कुल किता 14,27,600 किता रहेको छ र यसको अङ्कित मूल्य ₹100 प्रति किता रहेको छ। र आवेदन दिने मिति जुन छ 2083 असार 3 गते र अङ्ग्रेजी तारिक हेर्दाखेरि 2026 6/17 तारिकको रहेको छ। र आवेदन दिने अन्तिम मिति जुन यो क्लोज भइहाल्छ त्यो 2083 असार 8 गते रहेको छ र अङ्ग्रेजी तारिक हेर्दाखेरि 2026 6/22 तारिकको यो क्लोज भइहाल्छ। र यो तपाईँलाई होइन 17देखि होइन 22सम्म होइन आवेदन दिन मिल्छ र यो 2026 6/22 तारिकको अङ्ग्रेजी होइन हेर्दाखेरि यो 5 बजेतिर होइन बन्द भइहाल्छ। आयोजनाको नाम दुधकुण्ड खोला जलविद्युत आयोजना रहेको छ र यसको क्षमता हेर्दाखेरि 12 मेगावाटको होइन यो बिजुली उत्पादन गर्ने क्षमता रहेको छ। र स्थान जुन छ सोलुखुम्बु जिल्लामा यो पर्दो रहेछ। र सञ्चालन स्थिति हेर्दाखेरि यो आयोजना अहिलेसम्म पूर्ण रूपले बनिसकेको छ र व्यावसायिक रूपमा सञ्चालनमा छ। र यो कम्पनी होइन सुचारू भइसकेको छ। यो कम्पनी जुन हाइड्रो पावर जुन छ होइन यो चलिरहेको छ। र यसको बिक्री प्रबन्धक हेर्दाखेरि होइन एनआइएमबिएस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ। र यसको रेटिङ हेर्दाखेरि रेटिङ यसको होइन डबल बी रेटिङ प्रदान गरेको छ। रेटिङले यो जनाउँछ कि यो कस्तो खाले कम्पनी छ होइन जोखिम हो के हो होइन त्यो यो हेर्दाखेरि डबल बी रेटिङ हेर्दाखेरि यो मध्यम खाले जोखिम रहेको छ। यसमा लगानी गर्दाखेरि हामीहरूलाई होइन मध्यम जोखिम रहेको छ। ल धन्यवाद साथीहरू, मेरो यो भिडियो तपाईँहरूलाई अलि राम्रो लाग्यो भने यो जानकारी तपाईँलाई मन पर्यो भने यस्ता जानकारी जब आइपिओ खुल्छ म तपाईँहरूलाई होइन म आफ्नो यो आइडी आफ्नो टिकटक आइडी र युट्युब च्यानलबाट होइन यो तपाईँलाई जानकारी दिनेछु। जुन एक दिन अगाडि नै तपाईँलाई जानकारी दिनेछु। यो मेरो भिडियो राम्रो लाग्यो भने अलि सब्सक्राइब गरिदिनु होला। ल धन्यवाद साथीहरू।